नमस्ते पार्टीहरु। आज त हामी सिंगापुरको जूमा घुम्न जाँदैछु। ल यो फुल भिडियो हेरेर साथ देऊ त है। ओ ग्रुप जाँदैछौँ करे घुम्नु तातो घाममा पसिन हुँदै घुम्ने भनेको आज त दिनभरि आमाहरु बाबाहरु ठुलेहरु ठुलाहरु छ त डुल्दैछु। यो चाहिँ बाघ हो करे बाघ जूमा सिंगापुरको चिडियाखानाको बाघ है एक्लै भएर भौतारिरहेछ। बाबा यो बाघलाई नि घाम बोलाएर पानीमा स्विमिङ खेल्छ। ल अब चाहिँ हामी जलगढा जाँदैछौँ। ल हात हल्लाउनु यता हेर्नु यो पर देखिने चिल्लो चिल्लो कालो डल्लो डल्लो चाहिँ जलगैडा भन्छन् नेपालीमा, इंग्लिशमा चाहिँ हिप्पोपोटामस भन्छन् है। चाहिँ देखेर तीन छक पर्दैछन्। फर्स्ट टाइम देखेको लागि तीन छक परेछन् यिनीहरू त। यो देखिने रातो रातो घाँटी भएको ठुलो चरा चाहिँ इमो है। इमो भन्छन् नि यसलाई। कंगारू यो पर देखिने चाहिँ कंगारू गरेर एउटा सुतेछ एउटा उभिएर बसेछ। केर्चौरो पाटी रह्यो छिटो यता हेर्नु। हिँड्दा हिँड्दै हेर्दा हेर्दै त अहिले त हामी यो हात्ती भएको ठाउँमा आछौँ। हात्तीहरू नि बुढा भइसकेको हात्तीहरू रहेछन्। कति स्यान
यो चाहिँ अफ्रिकाको स्याल हाम्रो गाउँमा त सेला आयो भन्थ्यो अरे सेलाले कुखुरा आयो भन्थ्यो अरे यहाँ त एक हुल सेला आएर बसेरहेछ सिङ्गापुरको गर्मीले सबै अलास तलास घामले आए छिटो हेर्नु ल देखेको सेतो कालो चाहिँ जेब्रा हो क्या त तलको भुइँतिरको चाहिँ दुईवटा सानो चाहिँ सुँगुर है दुईवटा चितुवा रहेछ यहाँ त बाबे भर्खरको रहेछ है टाँठो चाहिँ खाउँला जस्तो हेर्छ कि यिनीहरूले ल अब पछाडि हेर जस्तो गर्नु न यो बुढो ताए सिंह रहेछ सिंहको खाना त कागले लैदिएर लगेर त्यही हेरेर बिचरा बुढो भइरहेछ मलास्तो भइदिएको सिंह जङ्गलको राजा भन्छन् त्यहाँ बुढो भएर केही गर्नु सकिन ल जाम आउनु चितुवा ओ त्यहाँ फेरि जेब्रा नि रहेछ हो यो पछाडिको अग्लो जनावर चाहिँ जिराफ है बाबे कति अग्लो चाहिँ घाँटी नि त्यतिकै लामो खुट्टा नि त्यतिकै लामो यसो टिभीतिर यसो भग गरेर त्यो के अरे बाघहरूलाई खुट्टाले हानेर पुर्लुङ ढालेको देखिन्थ्यो अहिले चाहिँ त प्रत्यक्ष देखियो गएर त कति माथि गएको छ आयो नाक सुच्चे मैले यत्रो माछा मार्छु हेर्नु कत्रो ठुलो माछा आयो नि त जानु त्यहाँ माछा भएको बिचमा भिडियो बनाइदिन्छु आउनु अघि त के जनावर देखेर 3 छक परेको थिएँ ल यता हेर्नु यता यहाँ आएर त ठुलो माछाहरू देखेर 4 छक परेछ के हो यो डल्लो कालोहरू के हो यसरी माछाहरू नि कति थरीको हो सिसामा टाँसिँदो रहेछ कि यिनीहरू टाँसिएको छ नि त टाँसिँदै
ऊपर त्यो ढुङ्गामाथि सुतेको सेतो सेतो कालो कालो चाहिँ पाण्डा हो। यसले चाहिँ टुसाहरू बाँसहरू खान्छ। हिमाली क्षेत्रमा पाउने छन् यो कला किन 0.5 भन्नु त Try spotting our monkeys among the tree canopies. If you've missed them, fret not. You might get a second glimpse of them later on. ढुकुरहरू These small creatures. Look to your right. Hiding among the leaves and branches are our cotton-top families. These small monkeys communicate with one another with chirps and whistles. कतिको डर लाग्यो त यो खेल्दा चाहिँ रङ लाग्यो लाइन त घाँतिर कि साँचेर चल भने त माथाको झ्वाङ गर्दा त के हो त्यहाँको फसाल्ने रहेछ भन्ने साह्रै छ त यहाँतिर त झ्वाङ यो सिसाभित्रको कालो ठस्सको चाहिँ एनाकोन्डा एनाकोन्डा हो पाइथन भन्छन् अहिले त्यही सिसाबाट खानु आउलाई के भएर र फेरि भन्नु त फुपू भन्नु न भन्नु गत्तामा भन्ने पिठो पिस्न जाँदा पिठोहरू के पिस्न जाँदाखेरि त्यो तिर्न हुने कि त्यही के अरे जाँते कि यो कोठाको हिँड्नुपर्छ अरे क्या भारी पकाइदिन्छन् क्या यता थियो नतिरेको जाँतो पकाइदिन्छ
आज दिनभरि घुम्दा सकेको सबै भिडियोहरू क्याप्चर गर्न सकिएन क्याप्चर गरेको भिडियोहरू चाहिँ युट्युबमा हाल्दैछु सबैजनाले हेरिदिनु होला है सिङ्गापुर जूको भिडियोलाई चाहिँ मन पराइदिनु होला आमाको सिङ्गापुर भिडियो चाहिँ जूमा यसरी बितेको छ थ्याङ्क यू सो मच बाई बाई